हेलो साथीहरु, आजको दिन पानी परेर वेदर यस्तो दामी भयो थियो है। अनि अब कतै जानु भन्दा त घरमै बसेर भित्र बसेर पढ्न पर्यो। अब आफ्नो स्टडी टेबलमा बसेर बाहिरको भ्यू हेर्दै पढ्न थाले है। अनि मेरो कामहरु थुप्रै थियो, असाइनमेन्ट वर्कहरु गर्नु थियो। अनि मलाई चाहिँ यस्तो पानी परेको बेलामा चाहिँ बाहिर हेर्दै पानीको आवाज सुन्दै पढ्न एकदम रमाइलो लाग्छ के। अनि त्यही भएर एकछिनसम्म मेरो कामहरु गरे। अनि एकछिन सर्ट ब्रेकले बाहिर हेरेको मान्छेहरु छाता ओढेर हिँडिरा रहेछन्। अनि पानी पनि सानसानो हुँदै थियो। त्यसपछि खाजा लिएर आएर खाजा खान लागे। आजको खाजामा चाहिँ मकै, अन्डा र चिया थियो मेरो। एकदम मिठो थियो र पानी पर्दा झन् मकै त एकदम ओहो कस्तो मिठो हुने के। खाजा खाइसकेर एकछिन यत्तिकै बसे। अनि फुलहरुलाई धेरै भयो के मैले स्याहार सुसार नगरेको। अनि फुलहरुको त्यो पातहरु पहेँलो भएको पातहरु किराले खाएकोहरु फुल फुलेर ओइलाको फुलहरुलाई चाहिँ मैले बिस्तारै निकाल्न थाले र त्यो निकालेको फुल पातहरु सबै त्यही गमलामा हाल्दिए। मोल हुन्छ के त्यसरी हाल्दियो भने हामीले बेला बेलामा प्लान्टलाई यसरी केयर गरिराख्नु पर्छ। पहेँलो भएको पातहरु किरा लागेको पातहरु निकालेर राखिदिनु पर्छ, मात्र प्लान्टहरु एकदमै हेल्दी हुन्छ र फेरि नयाँ नयाँ फुलहरु छिटो फुल्छ। म चाहिँ मेरो फ्री टाइम यसरी युटिलाइज गर्छु, रिफ्रेशमेन्ट पनि हुन्छ। र मेरो अब ट्युसन पढाउने भाइ बहिनीहरु आएर ट्युसन पढाउन थाले 1.5 घण्टा जस्तो पढाउँछु। उनीहरुलाई आफूले जानेको कुराहरु गाइड गरिरा हुन्छु। पढ्नको लागि टिप्सहरु दिइराख्छु, मोटिभेसन्सहरु पनि दिइराख्छु उनीहरुलाई। बेला बेलामा हामी रमाइलो पनि गर्छौं, त्यसैले इन्जोय गरेर पढिरा हुन्छन्। आजको भिडियो यति नै। यतिको समयसम्म मेरो भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद। See you in my next video.